नमस्कार सबैजनालाई। यो मेरो 5औं भिडियो। पाँचौं भिडियोसम्म आइपुग्दा मैले चाहिँ नि धेरै कुराहरू सिकेको छु भनौँ न। भिडियो बनाउन भन्दा जति सजिलो छ गर्न चाहिँ अलिकति गाह्रो रहेछ। यो 5औं भिडियोसम्म आइपुग्दा पहिलो कुरो त समय अभाव। अब परदेशी जीवन, ड्युटी जान पर्यो, आउन पर्यो, खाना पर्यो, सुत्न पर्यो, सबै कुरा गर्दा टाइम अलिकति नमिल्दो रहेछ। अनि भिडियोलाई समय दिन पनि अलिकति गाह्रो हुँदो रहेछ हैन भिडियो बनाउन। तर पनि मैले कन्टिन्यू गरिरहेको छु, सक्दो आफ्नो प्रयास गरिरहेको छु भिडियो बनाउनलाई। अलि लामो कन्टेन्टहरू बनाउनलाई चाहिँ मैले प्रयासहरू गरिरहेको छु। समय अभावले गर्दा अलिकति त्यस्तै भइरहेको छ। ठिकै छ, जस्तो भए पनि मैले बनाउँदैछु हैन। अनि भिडियो बनाउँदै गर्दा कस्तो हुँदो रहेछ भन्दा, भिडियो बनायो अनि पछिबाट हेर्दा म त यहाँ मिस्टेक बोलिरहेको रहेछु, यहाँनिर मिस्टेक भइरहेको रहेछ भनी आफूलाई पछिबाट थाहा हुँदो रहेछ, फिल हुँदो रहेछ। बोल्दा चाहिँ अलिकति डर लागे जस्तो हैन, अनि असहज महसुस भए जस्तो। आफूले म यो बोल्छु भनेर सुरु गरे तापनि पछिबाट भुलिदो रहेछ त्यो क्यामेरा अगाडि राखेर बोल्न लागिसकेपछि भुलिदो रहेछ त्यो कुराहरू हैन। अब सुरुमा भएर होला आफूले आत्मविश्वास बढाउँदैछु भनौँ न। बिस्तारै गर्दैछु, हुँदै पनि जाला, राम्रो हुँदै जाला हैन। प्रयास चाहिँ गरिरहेको छु। अनि आजसम्म भिडियो हेरेर साथ दिनुहुने सबैलाई धन्यवाद भन्न चाहन्छु। माया सपोर्ट गर्दै जानु होला। अनि हजुरले भिडियो हेर्दै गर्दा तल फलोको बटन छ भने फलो गर्नु होला। अनि यो भिडियोहरू पनि सेयर गरिदिनु होला। सेयर गर्नुभयो भने मलाई अझै मोटिभेसन मिल्छ हैन, नयाँ भिडियोहरू बनाउन मोटिभेसन मिल्छ। त्यो भएको हुनाले सेयर पनि गरिदिनु, कमेन्ट पनि गरिदिनु। मनमा जे लाग्छ त्यही कमेन्ट गरिदिनु, केही फरक पर्दैन। म एकदम ठुलो सेलिब्रेटी पनि होइन, केही होइन। भर्खर सुरु गर्दैछु, सुरुवाती चरणमै छु भनौँ न। एउटा बिरुवा भर्खर रोपेको बिरुवा जस्तो, अथवा सानो बीज एउटा जमिनमा भर्खर परेर भर्खर टुसा उम्रिन लाए जस्तो भइरहेको हैन। त्यस्तो हो। हजुरहरूले मलजल हालिदिने हो, त्यसमा सबैजना मिलेर मलजल हालिदिएर अनि त्यो रुख ठुलो हुँदै जाने हो बिस्तारै। हजुरहरूले यति प्रयास चाहिँ गरिदिनु। यदि हजुरले यो भिडियो हेर्दै हुनुहुन्छ, देखिरहनु भएको छ भने सेयर गरिदिनु न, लाइक गरिदिनु, कमेन्ट गरिदिनु, जे लाग्छ मनमा त्यो चाहिँ गरिदिनु। त्यतिकै छोडेर स्क्रोल गरिदिने अथवा हेर्ने छोडिदिने नगर्नु न। मलाई पनि अलिकति सबैजनाले माया गर्नुभएको रहेछ है भन्ने होस्, मलाई पनि हौसला मिलोस् हैन। हजुरहरूकै साथ सपोर्टले नै अगाडि बढ्ने हो हैन। म त्यो भएको हुनाले साथ र सपोर्ट दिनु होला भन्न चाहन्छु। यो भिडियोको लागि यति नै। फेरि अर्को भिडियोमा जोडिनेछौँ। थ्याङ्क यू सो मच।